एमडी टप एचिभर पनि लिडर पनि फ्याक्ट्री पनि हेर्छु, संस्थाको चेयरम्यान पनि बनाइरहेको छ, संस्था पनि हेर्छु होइन, कुदी पनि राख्छु। कतिले भन्छ तर फाइनेन्सियल फ्रिडम भन्नुहुन्छ, कुदी गर्नुहुन्छ, के खट्नुहुन्छ। मैले उहाँलाई भन्ने गर्छु फ्रेन्ड्स, फ्रिडमको मतलब काम नगर्नु, फ्रिडमको मतलब चाहेको मान्छेलाई भेट्नु हो, नचाहेको मान्छेलाई नभेट्नु हो, आउनु मनलाई आउने हो, नआउनु मनलाई नआउने हो, त्यो हो फ्रिडम। फ्रिडमको मतलब घरमा यस्तो बस्नु होइन, के हो न भन्नुहोस्। फ्रिडमको मतलब त्यो हो कि म जहाँ चाहे त्यहाँ जान सक्छु, जोसँग भेट्ला त्यहाँ भेट्न सक्छु, भेट्न मन लाग्यो भेट्दैन, आउनु मन लाग्यो आउँछ, आउनु मनलाई आउँदैन। आज मलाई कसैले खटाएको हो त? तपाईँ त्यहाँ जाने एकछिन त्यहाँ सिकाएर आउने भनेर पठाएको हो होइन नि। फेरि पनि म आएँ नि, किन आएँ? किन म के सोच्छु भन्दाखेरि मेरो 2 शब्दले कसैको लाइफ चेन्ज हुन्छ भने वाइ नट, हो कि न सर? र म कसरी हेर्छु भन्दाखेरि यदि सफलता सम्भव छ भने चुप लाएर किन बस्ने? सफलता सम्भव छैन भने घरबाट के निस्किने? यस्तो घाममा घरै बसेर गएको थियो होइन। र सम्भव छ भने चुप लाएर किन बस्ने? किन नखट्ने? त्यो पनि 2 to 5 years, त्यो पनि पार्ट टाइम। यस्तो कुन चाहिँ काम छ मलाई देखाउनु जहाँ बिना लगानी कसैलाई हेल्प गरेर मेहनतको भरमा आफ्नो मात्रै होइन पुस्ताको लाइफ चेन्ज पैसा के छ मलाई देखाउनुहोस्। छैन। दिस द ओन्ली बिजनेस जहाँ तपाईँ आफ्नो मात्रै होइन आफ्नो जेनेरेसनको लाइफ चेन्ज गर्दै हुन्छ। द्याट्स म बाह्र भनेको यसलाई सिरियसली हेर्नुहोस्। यो अरू बिजनेसको होइन फ्रेन्ड्स, यो हातमुख गर्ने बिजनेस होइन हो त। म त यहाँसम्म भन्ने गर्छु कि यो पैसा कमाउने बिजनेस पनि होइन, यो पैसा कमाउने चक्करबाट मुक्ति पाउने बिजनेस हो। यदि पैसा कमाउने चक्करबाटै मुक्ति चाहनुहुन्छ भने दिस द राइट प्लेटफर्म, दिस ओन्ली बिजनेस जसले तपाईँलाई फ्रिडम दिन सक्छ। आज म टोटली फ्री छु हेर्नुहोस्, मेरो खास भन्यो भने पनि कामै छैन। एकतिर हेऱ्यो भने कामै काम छ मेरो, एकतिर हेऱ्यो भने कामै छैन। म काम रोज्छु, काम खोज्छु, किनभने म चाहन्छु प्रत्येकको लाइफ चेन्ज होस्। एक घर एक फ्रिडम व्यक्ति हुनै पर्यो। जब एक घरबाट एक विदेश जान सक्छ भने एक घर एक दिन ल्याउन पनि सक्दैनौँ। दिस द ओन्ली प्लेटफर्म जहाँ हामीले विदेशका मान्छेलाई यहाँ ल्याउन सक्छौँ। आज मेरो टिममा त सैयौं इक्जाम्पल छ। राजजीलाई हेर्नुहोस्, उहाँ अमेरिकामा हुनुहुन्थ्यो। अब सानो घटना म बताउन चाहन्छु तपाईँलाई, सुन्न चाहनुहुन्छ? उहाँसँग मेरो अहिलेको सम्बन्ध होइन र खुसीको कुरा आज मसँग जति पनि लिडर छन् मसँग लगभग 16वटा डाइरेक्ट लेख छ मेरो। त्यो 16वटै क्वालिफाइड छन्, दे अल आर इस्टाब्लिस, सबै आफै गर्छन्, मेरो कुनै होला हेल्प चाहिँदैन। तर सुरुमा उहाँको एक प्लान मैले आफै देखाएको, घरमा गएर एक फाउन्डेसन मैले बनाएको। म पनि तपाईँ जस्तै गरी जिरोबाटै आएको, मलाई थाहा छ मार्केटमा के हुन्छ, के भन्छन्, के समस्या, एभ्रिथिङ मलाई थाहा छ। अहिलेको थाहा छैन, अहिले नयाँ समस्या होला, पहिलाको समस्या मलाई थाहा छ। ओके, उहाँसँग मेरो लगभग 22 वर्ष भइसक्यो पुरानो। मलाई त्यो दिन उहाँलाई देख्दा अझै पनि याद आउँछ जब उहाँ स्टेजमा बोल्नुहुन्छ, म यति खुसी हुन्छु हेर्नुहोस्, किन उहाँ पहिला त्यस्तो थिएन। सानो घटना मैले बाह्र भन्ने गर्छु, म आज फेरि दोहोऱ्याउन चाहन्छु। यसले तपाईँलाई पनि हौसला दिनेछ। उहाँ जब डाइरेक्ट सेलिङमा एउटा लेभल एचिभ गर्नुभयो, उहाँलाई सम्मान दिनुपर्ने थियो। यस्तै मासमा योभन्दा बढी मास थियो। उहाँले मलाई घरमा बोलाउनु भयो, सकेपछि घरमा आइदिनु न पार्टी छ भन्नुभयो। मैले त अब एचिभ गरेको पार्टीमा बोलायो होला भनेर सोचेँ मैले होइन। गएको त भोलि मिट्या म स्टेजमा गएर के भन्ने भनेर सोध्नुभयो भने साले कसरी बोल्ने, के भन्ने, बोलेसँग बोलेको छैन भन्नु। मैले आत्तिनु पर्दैन, जे हो त्यही भन्ने हो। मेरो नाम राजमर्जन, म पुल्चोकबाट आएको, यसरी भन्नुहोस्। अनि त्यति बेला उहाँले चाहिँ यो बिजनेस गर्न श्रीमतीको गहना बेच्नु भएको थियो कि 7,000 कति लाग्थ्यो। अनि मैले श्रीमतीको गहना बेचेर बिजनेस जोइन गरेको भन्नुहोस्। सिम्पल, धेरै बोल्दै नबोल्नुहोस्, त्यति बोलेर आइहाल्नुहोस् भने मैले हुन्छ भन्नुभयो। रातभरि ऐना भनेर प्र्याक्टिस गर्नुभएको रहेछ। अनि जस्तै स्टेजमा बोलाइयो, जाडोको महिना थियो तर उहाँलाई पसिना आइरहेको थियो। स्टेजमा आउनुभयो, मेरो नाम पुल्चोक, म राजमर्जनबाट आएको भनिदिनु भयो। मान्छे हाँसिरहेको छ, उहाँलाई मतलब छैन। मैले मेरो श्रीमतीलाई बेचेर बिजनेस गरेको भनिदिनु भयो। श्रीमतीको गहना भन्नुपर्ने, गहना बिर्सेछ। अनि राजा मिनिस्टरले माइक पुछे तल आउनुभयो। राज्य के भनेको यस्तो भन्यो, मैले के भनेर त्यस्तो मान्छे आज घन्टौँ बोल्नु सक्नुहुन्छ। आज उहाँलाई कम बोल भन्नुपर्छ, भयो भन्नुपर्छ। यो चेन्ज के ल्यायो? बिकज अफ डाइरेक्ट सेलिङ। जब यहाँ लाइसेन्सको प्रक्रिया सुरु भएको थियो फ्रेन्ड्स, म लाइसेन्सको लागि दौडिरहेको थिएँ। मलाई थाहा थियो लाइसेन्स एक दिन आउँछ भनेर, तर कहिले आउँछ भन्न सक्ने अवस्था थिएन, किनभने मन्त्री चार्ज भइहाल्थ्यो कि।
मन्त्रीलाई बल्ल बल्ल बुझायो पहिला त बुझ्ने नमान्ने यस्तो कुरै नगर्नुहोस् भन्ने बल्ल बल्ल बुझाउन रेडी गर्यो बुझायो यसलाई बुझ्यो एकदम हो ठिक रहेछ भनेर मन्त्री आउट फेरि अर्को मन्त्री अब पहिला त लिङ्क खोज्नु पऱ्यो मन्त्रीलाई लिङ्क खोज्नु 4-5 महिना जाने मिटिङ सेट गरेर 4-5 महिना गयो वर्ष गयो फेरि बुझायो फेरि आउट 7वटा मन्त्री फेरियो 7वटा मन्त्री मैले आफै बुझाएँ त्यसपछि अन्तिम मन्त्री जुन भेटेँ उहाँले पनि जुन दिन पास गर्नुभयो नि मलाई यति डर थियो कि म उहाँसँगै सभा धुन गएँ म जहाँबाट कानुन बनाइन्छ आफै त्यहाँबाट कानुन पास भयो त्यसको अर्को दिन उहाँ पनि आउट हुनुभयो त्यहाँदेखि एक दिन ढिलो भयो त्यो पनि खुसी रहेछ त्यसरी यो कानुन आयो फ्रेन्ड्स तर ढिलै भए पनि आयो र सौभाग्यको कुरा तपाईँलाई खुसी लाग्ला सुन्दाखेरि धेरैलाई कुरा थाहा छैन यो नेपालको एकमात्र ऐन हो जो सर्वसम्मत पास भएको सर्वसम्मत किनभने यति विवादित विषय थियो मान्छे यति नेगेटिभ थिए एकलाई बुझाउनु पऱ्यो हामीले बुझाउँदा सर्वसम्मत पास भएको ऐन हो आज हामीसँग ऐन छ नियमावली छ निर्देशिका छ सारा फुल प्याकेज भइसक्यो कम्पनीले एउटा उचाइ छुइसक्यो जे मेरो ड्रिम थियो त्यो लगभग मैले पुरा गर्दै गइरहेको छु तपाईँलाई थाहा होला जुन दिन मैले लाइसेन्स पाएको थिएँ मैले त्यही दिन भनेको थिएँ लाइसेन्स नपाउँदै कि जुन दिन मैले लाइसेन्स पाउँछु लाइसेन्स पाएको पहिलो वर्षमा 100 करोड गर्छु भन्थे मान्छे बहुत हाँस्थे हेर्नुहोस् ठुलै गफ दियो भन्थे मान्छे हाँस्थे तर मैले भन्न छोड्थेन कुनै पनि मेरो एउटै नारा थियो 100 करोड 100 करोड 100 करोड तपाईँलाई सुन्दा खुसी लाग्ला जुन दिन मैले लाइसेन्स पाएँ त्यही वर्ष लकडाउन पनि भयो मैले ब्रान्च खोल्न पाएन एउटै ब्रान्च थियो फेरि पनि 100 करोड गरेरै छोडेँ त्यति बेला राज्यलाई मैले लाइसेन्स आउँछ आउँछ भन्थेँ तर कहिले आउँछ भन्ने थाहा थिएन आउँछ भन्ने थाहा थियो उहाँ सुटुक अमेरिका पुग्नु भएको छ हेर्नुहोस् मलाई नभनिकन मलाई उहाँ अमेरिका गएको थाहै छैन अनि उहाँले आफै त्यहाँ फिल गर्नुभएछ उहाँ जानुभयो यहाँ ल आयो उहाँको टिममा मैले वर्क गरेँ र हरेक महिनाको 12 तारिक उहाँको त्यहाँ घन्टी बज्दो रहेछ मोबाइलमा पैसाको हरेक महिना पैसा आएकोदेखि मेरो आँखाबाट आँसु आयो भन्नुहुन्थ्यो उहाँले त्यसपछि मैले उहाँलाई भने तपाईँ मात्रै बनेर हुँदैन है तपाईँको संयोजना तपाईँलाई पुरेर बसिरहेको छ उनको लाइफ पनि चेन्ज हुनु पऱ्यो भनेपछि उहाँ टिमको लागि अमेरिका छोडेर यहाँ आउनुभयो र यो चान्चुने कुरा होइन फ्रेन्ड्स मान्छे अमेरिका जान के गर्छन् तपाईँलाई थाहा होला उहाँ अमेरिका छोडेर नेपाल आउनुभएको छ आफ्नो टिमको लागि र यस्तो इक्जाम्पल हाम्रो टिममा धेरैजना छन् त्यही आधारमा भन्न सक्छु फ्रेन्ड्स कि दिस द ओन्ली द सिस्टम जसले विदेश गएको नेपाललाई नेपालमा ल्याउन सक्छ अरू कुनै उपाय छैन फ्रेन्ड्स आज सरकारले त भन्छ नेपाल ल्याउँछु भनेर ल्याएर गर्ने के त होइन भन्नुहोस् त अहिले सबै नेपाली झ्याप्प अवस्था के गर्ने झन् बिचल्ली हुन्छ त दिस द ओन्ली सिस्टम हामी अहिले रातोरात आउँछ भन्दैनौँ हामी टिम डेभलप गर्दै गर्नुहोस् जुन दिन तपाईँको त्यहाँबाट बढी यहाँ इन्कम हुन्छ छोडेर आउनुहोस् सिम्पल होइन मौका पनि छ यहाँ यसलाई त्यसरी बुझौँ यो चान्चुने बिजनेस होइन फ्रेन्ड्स यसको आफ्नो भ्यालु छ र यो भ्यालु तपाईँले नै दिने हो तपाईँले भ्यालु दिनुहुन्न भने केही पनि होइन फेरि साबुन पेस्ट ब्रस हो तर बुझ्नेको लागि त्यही साबुन उसले गाडी देख्छ त्यही साबुनमा घर देख्छ र त्यही साबुनबाट फाइनेन्सियल फ्रिडम हुन्छ तपाईँलाई के देख्छ भन्ने कुरा हो हामीले तपाईँलाई दिने खोजेको साबुन होइन फ्रेन्ड्स प्रडक्ट त ब्याकबोन मात्रै हो प्रडक्ट त बहाना मात्रै हो खोजेको फाइनेन्सियल फ्रिडम हो कि न भन्नुहोस् त के हामी यहाँ साबुन पेस्ट किन्न मात्रै आएको हो त होइन नि त्यो त बेस हो एउटा सिस्टम हो बाध्यता हो बहाना हो खोजेको फाइनेन्सियल फ्रिडम हो जो यहाँबाट मात्रै पोसिबल छ आज हाम्रो टिममा मेरो टिममा नभनौँ या हेल्दी लिभमा भनौँ कतिजना छन् जो फाइनेन्सियल फ्री भइसकेका छन् आज नेपालको एकमात्र डाइरेक्ट सेलिङ कम्पनी हो हेल्दी लिभिङ जसले फाइनेन्सियल फ्री बनाइसकेको छ र यही कुरा मैले केही वर्ष पहिला बन्छन् भन्थे गाडी चढ्छन् भन्थे कोही चढेकै थिएन होइन प्लान देखाउनु आयो गाडी आउँछ भने तेरो आयो भन्थ्यो आएको छैन कि तेरो आयो भने भन्नु म कन्फर्म भन्थ्यो कि ल हेर्नुहोस् र आज गर्वको साथ भन्छु फ्रेन्ड्स आज हाम्रो टिममा लगभग 46वटा कार एचिभर छ र मेरो ड्रिम मेरो पर्सनल ड्रिम हो 100वटा गाडी एचिभ गराउने 100 कार र जुन दिन 100 कार हुन्छ म अल नेपाल र्याली गर्न चाहन्छु कार र्याली त्यसको परिकल्पना म अहिलेबाट गर्दैछु त्यो र्याली कस्तो हुन्छ होला कहाँबाट कसरी गर्ने व्यवस्थापन कसरी गर्ने ट्राफिकलाई कसरी भन्ने म अहिले सोच्दैछु प्लानिङ गर्दैछु र म त्यो सोचेर अहिलेबाट एकदम यति उत्साहित हुन्छु फ्रेन्ड्स कि कस्तो माहौल होला म तपाईँलाई विश्वास दिलाउन चाहन्छु फ्रेन्ड्स यस्तो अवस्था आउनेछ 100वटा गाडी लाइन लाग्नेछ अगाडि मेरो गाडी हुनेछ
म आफै हुनेछु। गाडीको अगाडि हेल्दी लिभिङ लेखेको हुनेछ, पछाडि हिस्ट्री लेखेको हुनेछ र ड्राइभर सिटमा तपाईँ आफै हुनेछ। जब अल नेपाल कार र्याली गर्छु फ्रेन्ड्स, मलाई विश्वास छ कि त्यसपछि तपाईँले मान्छेलाई सुन भन्नु पर्दैन, तपाईँलाई उल्टा छिटो सुनायो के हो भन्नेवाला छ, लाइन लाग्नेवाला छन् फ्रेन्ड्स। तपाईँले खोज्ने हो तपाईँलाई खोज्दै आउने छन्, त्यसको लागि तयार भएर बस्नु होला। के तपाईँ तयार हुन्छ? ग्रेट। कुनै ठुलो कुरा होइन फ्रेन्ड्स। आज हामीसँग जुन टिम साइज छ, जुन परिवार हाम्रो बनिसक्यो, त्यो परिवारले मात्र पनि साथ दियो भने हामीलाई 3-4 गुणा बिजनेस गर्न कुनै ठुलो कुरा होइन। हामीलाई नयाँ मान्छे चाहिएकै छैन भन्नुहुन्छ भने त म त नयाँ खोज्दा पनि खोज्दैन। त्यो म जहाँ पनि जान्छु नि, मेरो मिटिङमा डाइरेक्टर अब मात्रै भन्छु कि मैले, किन त म नयाँलाई बोला भन्दैन कहिले पनि। किन होला? किन मलाई थाहा छ त्यो मेरो डाइरेक्टर ट्रेन्ड भयो भने उसले 1000 लाइन त्यसै खडा गरिदिन्छ। तर मेरो डाइरेक्टर नै ट्रेन्ड छैन भने हजारौँ मान्छेहरू केही हुनेवाला छैन। भनिन्छ नि 100वटा भेडा ठिक, एउटा बाघ ठिक। मलाई एउटा बाघ चाहिएको छ। कृष्ण रोज्ने कि कृष्णको सेना रोज्ने भन्दा के रोजेको थियो होइन? म पनि कृष्ण रोज्न चाहन्छु फ्रेन्ड्स, किनभने म यो लडाइँ जित्न चाहन्छु। तपाईँको जित्न मेरो जित्छु फ्रेन्ड्स। म कुनै हिसाबले हार्न चाहँदैन। मलाई हार्ने बानी पनि छैन, अहिलेसम्म हारेको पनि छैन र मेरो जित तपाईँसँग जोडेको छ। म एक्लै जित्न सक्दैन। आज मैले 100 करोडको सपना किन देखेँ? मैले एक्लै देख्न सक्थेँ होला? कसरी भयो? तपाईँले गर्दा भएको। तपाईँलाई देखेर म ठुल्ठुलो सपना बनाउँछु। आज मैले 300 करोडको सपना लिएको छु। कसरी लिएँ होला? तपाईँलाई देखेर, तपाईँको जोस जागर देखेर। म छक्क त्यहाँ पर्छु जब कोही मान्छे मलाई सोध्छ, के सोध्छ भन्दाखेरि कम्पनी भाग्यो भने भन्छ। हेर्नुहोस् अझै पनि ए रिस त उड्छ। हेर्नुहोस् अब रिसाउनु भएन, अब हाम्रो बिचमा रिसाउनु भएन। तर म छक्क पर्छु जबकि हालत उल्टा छ। उसले मलाई सोध्ने होइन फ्रेन्ड्स, अब त मैले एउटा तपाईँलाई सोध्ने हो कि तपाईँ भाग्यो भने करोडौँ लगानी मेरो छ, यस्तो स्टाफको स्यालेरी म दिन्छु, फ्याक्ट्री मैले लगाएको छु, अर्कोको बिजनेस छ। तपाईँ ताली बजाउँदाखेरि मलाई जाँगर आउँछ अनि म झन लगानी गर्छु अनि तपाईँ के भने यो त मैले सोध्नुपर्ने हो। अब त उल्टा भइसक्यो। ल आजै कम्पनी डुब्यो, मानव ल आजै कम्पनी डुब्यो, को डुब्छ ल भन्नुहोस्? म मात्रै डुब्छु। तर कम्पनी बन्यो भने को भन्छ? हामी सबै भन्छ। म तपाईँलाई यस्तो गेम खेल्न राजी गर्दैछु जहाँ हारेँ भने केही जाँदैन र जितेँ भने पुस्तकको लाइफ चेन्ज हुन्छ। हारेँ भने म एक्लै हार्छु, जितेँ भने सारा नेपालले जित्छ। देन वाइ नट भने एकजुट किन नहुने, इमान्दार किन नहुने? यो पनि इमान्दारको बिजनेस हो फ्रेन्ड्स। म बार-बार मेरो लिडर भन्ने गर्छु, कम बोल्नुहोस् तर जे बोल्नुहोस् त्यो गर्नुहोस्। तपाईँ 10वटा बोल्नुहुन्छ, 10वटा पनि गर्नु भएन भने त्यो 9वटा खेर जान्छ फ्रेन्ड्स। किन मान्छेले प्लस पनि कहिले पनि हेर्दैन, मानिस पनि मात्रै हेर्छ। यो ह्युमन नेचर हो। अहिले मैले तपाईँलाई उहाँ सर यति धडाज्ञ हुनुहुन्छ, लाइफमा कहिले झुट बोल्नुहुन्न। तपाईँले के सोच्ला होला खु पत्याउनु हुन्छ, हेर्दै झुट बोल्न सक्छ हो कि होइन? पत्याउनै हुन्न। त्यही ठाउँमा कम बदमास छ भनौँ त, त्यो चाहिँ होला पत्याइहाल्छ हो कि भन्नुहोस् त? भन्नुको मतलब नेगेटिभ कुरा हामी एक्सेप्ट गरिहाल्छौँ। नेगेटिभलाई कन्भिन्स गर्नु पर्दैन, पोजिटिभलाई कन्भिन्स गर्नुपर्छ होइन? यो ह्युमन नेचरमा तपाईँ दोष दिन चाहँदैन, ह्युमन नेचर हो र त्यही नेचर चेन्ज गर्ने हो। के तपाईँ तयार हुन्छ चेन्ज हुन? चेन्ज जरुरी छ फ्रेन्ड्स। म जस्तो छु त्यस्तै रहन्छु र फाइनेन्सियल फ्रिडम पाउँछु भन्नुहुन्छ भने त्यो पोसिबल छैन। यदि सफलता चाहनुहुन्छ भने केही न केही चेन्ज जरुरी छ, चाहे त्यो बोलीमा होस्, सोचमा होस्, ड्रेसअपमा होस्, हिँडाइमा हो, बोलाइमा होस्, चालचलमा होस्, केही न केही चेन्ज जरुरी छ हो कि होइन? त आफूलाई चेन्ज गर्न तयार हुन्छ? ग्रेट। सानो सानो चेन्ज गर्ने हो। आज मेरो ट्रेनिङको मोड त थिएन, तर मार्च देखेर मलाई के कुरा भन्न मन लाग्यो। म सानो सानो तपाईँ टिप्स दिन चाहन्छु जसले तपाईँको लाइफमा चेन्ज ल्याउने छ। जसरी मेरो लाइफमा ल्यायो, म चाहन्छु तपाईँको लाइफमा पनि आओस्। ओके? त सानो सानो चाहिँ म 2-3वटा कुरा भन्छु। म यो ठुलो कुरा होइन, तर यसले इम्प्याक्ट ठुलो ल्याउँछ। सबभन्दा पहिलो चेन्ज भनेको खुसी हुन सिक्नुहोस्। सकिन्छ? खुसी हुने बिना कारण त कारण खोजेर होइन। हामी प्रायः के गर्छौँ? दुखी हुने कारण खोज्दैनौँ, बिना कारण दुखी छ। यसरी किन दुखी? दुखी दुखी
पुरानो कुरा सम्झेर दुखी त्यसले मलाई कम गरेको थियो त्यो यस्तो बिना कारण दुखी अनि खुसी हुने कारण चाहिन्छ बिना कारण खुसी हुँदैन यसलाई ट्याक्क उल्टा गर्ने सकिन्छ बिना कारण खुसी हुने बिना कारण दुखी नहुने र दुःखपछि सुख आउँछ भन्ने कुरा विश्वास राख्ने यसलाई भन्छ बिलिफ अघि उहाँले एउटा कुरा भन्नुभएको थियो लाइफ कि जिउनुहुन्छ कि काट्नुहुन्छ हो लाइफ काटेर केही गर्नुपर्छ त कति नै राख्छ नि होइन भन्नुहोस् त आज टाइमै पास भएन भन्छ नि कति मान्छे सुन्नुभएको छ टाइम उसले पास गर्नुपर्छ र उसले रोक्न सक्ने हो र टाइम त पास भइदिइरहेको छ नि जिन्दगी कि जिउनुहुन्छ कि काट्नुहुन्छ जिन्दगी काट्नलाई केही गर्नु पर्दैन कठिन रहेको छ तर जिन्दगी जिउनलाई के चाहिन्छ आशा चाहिन्छ होप मेरो जिन्दगी म एउटा किताब पढेको थिएँ फ्रेन्ड्स त्यो किताबमा एउटा प्रश्न थियो त्यो प्रश्नले मलाई पुरा मेरो लाइफमा चेन्ज ल्यायो त्यो प्रश्न म तपाईँलाई सोध्न चाहन्छु हुन्छ सिम्पल प्रश्न छ प्रश्न के थियो भन्दा तपाईँको जीवन अब आउने दिनमा अझै राम्रो हुनेवाला छ भन्ने कुरा तपाईँलाई विश्वास छैन भने तपाईँ किन बाँचिराख्नु भएको छ प्रश्न कति जायज छ ल मेरो जिन्दगी अब आउने अझै राम्रो हुन्छ भने चाहिँ मलाई विश्वासै छैन भने अब बाँच्ने कुनै उद्देश्य छ त अब जिन्दगी काट्ने मात्रै हो गयो अब बस त्यही कुर्सी त्यही बस घरमा बुढी बच्चा झगडा गऱ्यो टिभीहरू सुत्यो पनि त्यत्तिकै हो यो जिन्दगी जिएको हो त यसलाई जिन्दगी काट्ने जिन्दगी जीवनलाई के चाहिन्छ आशा होप कि अब मेरो नेक्स्ट टाइम बेस्ट हुने रहेछ नेक्स्ट टाइम गाडी आउँछ त्यसपछि फरेन ट्रिप त्यसपछि फ्यान्सी ट्रिप बच्चाको लाइफ बन्नेछ त्यो आशा हुन जरुरी छ त्यो आशा पनि जिन्दगी जिउन सक्नुहुन्न फ्रेन्ड्स र त्यो आशा कसले बनाउने हो तपाईँले नै बनाउने भन्छ खुसी कसको आत्मा रहेछ जिन्दगी जिउने कसको आत्मा छ हाम्रै आत्मा छ के आजबाट आशा देख्न सक्नुहुन्छ यू क्यान मेक अ ड्रिम सपना देख्न सक्नुहुन्छ हो अब सपना कति देख्ने त जब सपनै देखिन्छ कति सपना देख्ने ठुलो हमेसा ठुलो सपना देख्ने तपाईँ गाडीको सपना देख्नुहुन्छ भने बाइक त आउँछ अब बाइकको सपना देख्ने के आउँछ साइकल आउँछ अब सबै साइकल भने के हुन्छ पैदल हुन्छ जब सपनै देखिन्छ के सपना देख्ने ठुलो सपना देख्ने म तपाईँलाई अनुभवले भन्न चाहन्छु फ्रेन्ड्स कि ठुलो सपना देख्नु र सानो सपना देख्नु मेहनत उही हो ठुलो सपना देख्न ठुलो मेहनत लाग्ने होइन के हो अलिक बढी मेहनत लाग्छ र लाग्दैन नि कसले सोध्छ र किन ठुलो मेहनत भन्छ र भन्दैन नि मनमा सोचेछ हो नि त सोच्नु ठुलो सोच्दा केही पनि जाँदैन एउटा फर्मुला छ जुन फर्मुला मैले धेरै पहिला थाहा पाएँ ड्रिमको एउटा फर्मुला छ त्यो फर्मुलाले के भन्छ भने यो ड्रिम सुड बी 10 टाइम्स अफ यो इन्कम मतलब बुझ्नुभयो तपाईँको सपना भन्ने कुरा तपाईँको अहिलेको आम्दानीको 10 गुणा बढी हुनुपर्छ तर हामी गल्ती के गर्छौँ स्यालेरी 50,000 छ भने सपना देख्छौँ 10,000 एक्स्ट्रा हो कि 10,000 आइदियो हुन्थ्यो अब सबै 10,000 देख्छ भने ल हेर्नुहोस् अब त कहाँ पुग्छ धेरै धेरै 60 हुन्छ हो कि होइन त 50,000 60 गरेर सपना चाहिन्छ त अलिकति मेहनत बढाइ भइगयो नि तपाईँलाई इजिली जीवन लाग्छ भने त सपनै रहेन 10 टाइम्स तपाईँको इन्कम 10,000 सक्ने सपना कति हुनु पर्यो 1 लाख इन्कम 1 लाख सक्ने सपना कति हुनु पर्यो यस जब मैले यो फर्मुला थाहा पाएँ फ्रेन्ड्स जब मैले किताब पढेँ त्यो दिन म बुटोलमा थिएँ म घटना सुनाउन चाहन्छु म बुटोलमा थिएँ लाइसेन्स आएको थिएन म लाइसेन्सको लागि फाइट गर्दै थिएँ तर म काम पनि गर्दै थिएँ त्यति बेला मैले सामान सिर्फ ट्रेडिङमा गर्थेँ मेरो इन्कम 1 लाख थियो त्यति बेला एकजना साथी हुनुहुन्छ बुटोलमा मुकेश श्रेष्ठ जो अहिले हाम्रो कम्पनीको वान अफ द टप एचिभर पनि हुनुहुन्छ र उहाँलाई मैले बारे भन्थेँ बिजनेसको बारेमा तर उहाँले कहिले मेरो सुन्नु भएन उहाँ मैले भन्दै जान्थेँ एक दिन मैले म होटलमा थिएँ उहाँलाई मैले बोलाएँ मुकेश सर फर्मुला त यस्तो पो रहेछ त त्यही बेला मेरो ड्रिम त 1 लाख इन्कम थियो 2 लाखको मेरो ड्रिम थियो मैले गाडीमा के लेखेको थिएँ कि म अब 1 वर्षभित्र महिनाको 2 लाख कमाउन चाहन्छु लेखेको थिएँ कि त्यसको लागि पुरा मरिमेटे थिएँ पुरा लागि परेको थिएँ जब त्यो कुरा मैले थाहा पाएँ मैले के गरेँ मुकेशलाई बोलाएँ राखेँ
मुकेश सर सिस्टम त यस्तो भन्दो रहेछ, मैले 1 को 2 पो गरेको छु, आजबाट मैले नयाँ ड्रिम बनाएर त्यही गाडीमा काटेर नेक्स्ट इयर 1 वर्षभित्र महिनाको 10 लाख कमाउँछु लेखेँ मैले। मुकेश यति हाँस्यो नि, ऊ हाँसेको मलाई डर लाग्यो, किन हाँसेको भने मैले 3 वर्षमा त पोसिबल छैन भने उसले, महिनाको 10 लाख पोसिबलै छैन भने मैले किन पोसिबल छैन भनेको त, अफिस पनि छैन, लाइसेन्स पाएको छैन, तपाईँ खटेर मात्रै हुन्छ भन्नुभयो। मैले लेखिसकेको थिएँ, भयो हुन्छ नभए त के भयो, लेट्स ट्राई भने खुब मेहनत गरेँ फ्रेन्ड्स। 1 वर्षभित्र महिनाको इन्कम 10 लाख कट्यो। जुन दिन 10 लाख कट्यो मुकेशलाई फेरि बोलाएँ, कस्तो लाग्यो भने उहाँलाई पनि सेम फर्मुला सिकाएँ। उहाँ जुन घर भाडामा बस्नुहुन्थ्यो त्यो 1 वर्षमा किन्छु भने लेख्नुहोस् भने 1 वर्ष उहाँले त्यही घर किन्नुभयो। अब यसको मैले तपाईँ लाग्ला कि घर जान्छु मैले लेख्छु भ्याएको लाग्ला मैले लेखेर मात्रै हुँदैन, लेख्नु इज द फर्स्ट स्टेप। मेहनत मात्रै गरे पनि हुँदैन, लेखेर मेहनत पनि हुँदैन, दुईटै सुड बी म्याच। फुल डिस्कमा लाग्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो, तर विथ ड्रिम। सपना बिना सफलता पोसिबल छैन फ्रेन्ड्स। के छ होला भन्नुहोस्, एउटा हुन्छ गरिब, मैले बाबा भनेको छु, एउटा हुन्छ गरिबी। गरिब भनेको अवस्था हो, गरिबी भनेको मनस्थिति हो। यदि मनस्थितिमा गरिबी समय त्यो मान्छे धनी बन्नै सक्दैन। के सक्छ होला भन्नुहोस्, एउटा सानो स्टोरी मलाई याद आउँछ, इन्ट्रेस्टिङ छ, यसले तपाईँलाई मेसेज दिनेछ। स्टोरी कस्तो छ भन्दाखेरि एउटा गरिब मान्छे रहेछ, एकदमै गरिब, डेली काम गरेर लिख। अनि एक दिन उसको साथी आएछ घरमा, एकदमै गरिब, आज काम पाएन छ, खानेकुरा केही छैन, अनि एउटा रोटी मात्रै रहेछ हेर्नुहोस्। अनि त्यो रोटी चाहिँ उसले यस्तो तोड्दो रहेछ, अनि थालमा केही पनि छैन, त्यही पनि यस्तो गर्दै खाँदो रहेछ। अनि साथीले यो के गरेको यार, त्यो केही भनेछ, के गर्ने आज काम पाएन, पैसा भएन, केही पनि छैन। अनि यस्तो कुन खुर्सानी सोचेर चोक्दै न त गाह्रो हुन्छ कि निन्न भनेछ। अनि जब के थियो भने तु सोच लुट्टे सोचेर भनेछ क्या, मतलब बुझ्नुभयो? अरे दिमागमा गरिबी थियो, उसले सपना पनि के सोच्यो, नुनै सोच्यो। यहाँ मेरो मेसेज के छ भने फ्रेन्ड्स, सपना कस्तो ठुलो होस्, अवस्थासँग कुनै मतलब छैन। तपाईँ मनस्थिति चेन्ज गर्नुहोस्, अवस्था अटोमेटिक चेन्ज हुँदै 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 आउँछ। यदि मनस्थिति चेन्ज छैन भने जति अवस्था चेन्ज गर्नुहोस्, जति खट्नुहोस्, केही हुनेवाला छैन। यो म अनुभवले भन्दैछु। के आफ्नो मनस्थिति चेन्ज गर्न तयार हुन्छ? अलवेज। जब स्टेजमा बोलाइन्छ तपाईँ अनुहारमा खुसी हुनु पऱ्यो, एक्साइटमेन्ट हुनु पऱ्यो। एक्साइटमेन्ट रिले हुने हो, बोली रिले हुँदैन कहिले पनि। तपाईँले के बोल्नुभयो कसैले ध्यान दिनेवाला छैन फ्रेन्ड्स, तर तपाईँले के गर्नुभयो त्यसमा ध्यान दिनेवाला छ। यो ह्युमन नेचर हो। सबैले गालामा हात राख्नु त्यसरी, अहिले राख्नु त चुटी, यो गाला हो त, हात किन राख्नुभयो हेर्नुहोस् त, मैले के बोलेको मतलब छ त। पिपल फलो यु, नट यु वर्ड। द्याट्स वाइ चेन्ज योर थट प्रोसेस। सोच्ने तरिका चेन्ज गर्नुहोस् आजैबाट। आशाका साथ काम गर्नुहोस्। हामी के गर्छौँ, ए आशा हुन्छ त भित्र डाउट छिराइदिन्छौँ, अलिकति डाउट छिरेको त्यो गयो, काम बन्ने अनि भित्र बनाउँछ बनिन्छ र भने सकिदियो। अब त बन्दैन। बिलिभ पनि फुल हुनु पर्यो। भनिन्छ नि ट्राई अन्टिल यु विन। ट्राई कहिलेसम्म गर्ने, नजितेसम्म गर्ने ट्राईलाई नै ट्राई भनिन्छ कि। हामी 4 जाला भनेर फर्किहाल्छौँ, अनि मैले बहुत ट्राई गरेको थिएँ भन्छौँ, त्यो ट्राई नै भएन। ट्राईको मतलबै जित्नु पर्यो, अनि मैले ट्राई भयो, न त ट्राई नै भएन। तपाईँले कमिला देख्नु भएको छ? कुनै कमिलालाई एक ठाउँ थाकेर बसेको देख्नु भएको अहिलेसम्म? त्यो हिँडेको हिँडै गर्छ, हो कि होइन? हिँडेको हिँडै गर्छ। तर 5 तला माथि चिनी निकाल्नुहोस्, कमिला त्यहाँ पुग्छ के पुग्दैन? त्यो त्यहाँ कहिले हिँड्नुहोला भन्नुहोस्, कहिले हिँड्नुहोला, कहिले त पुग्यो होला, तर पुग्छ। अब त्यो कमिलालाई तपाईँले एउटा कटरमा हालिदिनुहोस्, त्यो निस्किन खोज्छ नि, तर फेरि झारिदिनुहोस्, त्यो फेरि निस्किन खोज्छ, फेरि झारिदिनुहोस्, त्यो फेरि निस्किन खोज्छ, फेरि झार्नुहोस्। त्यसले कहिलेसम्म ट्राई गर्ला भन्नुहोस्, कहिलेसम्म ट्राई गर्ला? नमरुन्जेल।
नमरेसम्म कमिलाले ट्राई गर्छ फ्रेन्ड्स। यहाँ हामीले पाठ सिक्नु पऱ्यो भने कमिलाले त नमरेसम्म ट्राई गर्छ भने हामी त मान्छे हो, हामीले लाइफमा सफलता ट्राई गर्नु परेन। हामी 4 जनालाई भनिदिन्छौँ, 5 जना भन्दैनौँ। यसरी त तपाईँ सोच्नु चाहँदैन, फेरि यिनीहरू माग्नु खेल्छ, किन भन्दैन उसले? त्यसमा कारण छ। एउटा स्टोरीबाट बताउन चाहन्छु। एउटा मान्छे ट्रेनमा गइरहेको रहेछ, अचानक टिटी आएछ। टिटी बुझ्नुहुन्छ? टिटी भनेको टिकट चेक गर्ने मान्छे। टिकट ल्यायो भनेछ, अनि यस्तो गर्छ कि खल्तीमा छैन, यता हेर्छ अरे छैन, फेरि यता हेर्छ भने छैन, फेरि यता हेर्छ अरे। 3 दिन हानिसक्यो अरे कि। अनि टिटीले कति यता मात्रै हेरेको, यता पनि हेर्न, यहाँ पनि गल्ती छ नि भन्छ। नै यहाँ त म हेर्दैन अरे के, किन पनि भेटेन भने अरे यहाँ पनि भेटेर समाज छ, म हेर्दै हेर्दैन। सो भने गल्ती के गर्छ भने यसलाई भन्यो नाइ भन्यो, यसले पनि नाइ भन्यो, यसले पनि नाइ भन्यो, यसले नाइ नै भन्छ भन्दै भन्दैन। अब चल्छ साइकोलोजी। जबकि त्यो होइन फ्रेन्ड्स, जबकि असलियत यो हो, सच्चाइ यो हो कि चाबीको झुप्पोको अन्तिम चाबीले पनि ताला खोल्न सक्छ। That's why I'm saying कि try until you win. अन्तिमसम्म ट्राई गरेर अन्तिम भन्ने कहिले आउँदैन। तपाईँले जित्नु नै अन्तिम हो, हार्नु भयो भने अन्तिम भाषण गर्ने बुझ्नुहोस्, हो कि न भन्नुहोस् त। म पेरेड कहाँबाट भयो? फर्स्ट टाइम हाई स्कुलमा आएँ 2002 मा। मैले एउटा न्युज सुन्ने मौका पाएँ। मेरो कोही अपलाइन थिएन, एक्लै कुदिरहेको थिएँ। स्टिल मेरो कोही छैन, म एक्लै कुद्दैछु। त्यहाँबाट मैले स्टोरी के सुन्ने मौका पाएँ भन्दाखेरि एकजना मान्छेले आफू लगायत 500 जना मान्छेलाई भिरबाट हम्फालेर मर्न राजी गर्यो। यो 2000 को कुरा हो, न्युजमा आएको थियो। त्यहाँबाट म प्रेरित कहाँ भयो भने फ्रेन्ड्स कि एकजना मान्छेले 500 मान्छेलाई मर्न राजी गर्न सक्छ भने मैले 6 जना मान्छेलाई राम्रो जिन्दगी बाँच्न राजी गर्न सक्दैन? त्यति नै सक्दैन के गर्नु? फेरि घर बसेर भयो नि, होइन? फ्रिडम कुरा नसोच्नु भयो नि, लाइफ चेन्ज गर्छ नभने पनि भयो नि। यदि लाइफ चेन्ज गर्नु छ भने यति आशा त हुनै पऱ्यो फ्रेन्ड्स। तर मलाई विश्वास छ तपाईँको त्यो आशा छ। द्याट्स वाइ तपाईँ यहाँ हुनुहुन्छ। तपाईँ पक्कै भाग्यशाली हुनुहुन्छ, पक्कै किनकि तपाईँ राम्रो काम गर्नु हो जहाँ हामी यहाँ भेला भएको छौँ। न त इटरीमा हजारौँ लाखौँ जना छन् नि, तपाईँहरू मात्रै यहाँ किन आयो होला त? केही न केही कारण छ, त्यही कारण बुझेर काम गर्ने हो फ्रेन्ड्स। ओके, यदि त्यो कारण हुन्थेन भने तपाईँ यहाँ हुन्थेन। के हुन्थेन भन्नुहोस्? भनिन्छ नि भगवान्ले प्यास दिनुभन्दा पहिला पानी दिएको हुन्छ अरे के। यदि पानी हुन्थेन भने प्यास पनि हुन्थेन। सेम, यदि तपाईँको किसिममा सफलता हुन्थेन तपाईँ यहाँ पनि हुन्थेन। तपाईँको किसिममा त सफलता छ, त्यो भएर यहाँ हुनुहुन्छ। बाँकी प्रयास गर्ने हो, बाँकी प्रयास गर्ने हो फ्रेन्ड्स। हामी तपाईँलाई सल्लाह दिन सक्छौँ, सुझाव दिन सक्छौँ, आइडिया दिन सक्छौँ, तर भाग्य नै दिन त सक्दैनौँ। त्यो तपाईँलाई आफै बनाउने हो र हाम्रो भाग्य हाम्रो हातमै हुन्छ, हो कि होइन? द्याट्स वाइ म चाहन्छु हार्डवर्क गर्नुहोस्। 2 to 5 इयर्स, 2 देखि 5 वर्ष त्यो पनि पार्ट टाइम। म फुल टाइम लाग्नु भन्दैन, आफ्नो काम पेसा बिजनेस जब छोड्नु भन्दैन। जे छ त्यही गर्नुहोस्, बचेको समय यसमा लाउनुहोस्। त्यो चाहे दिनमा 1 घन्टा लाउनुहोस्, हप्तामा 1 घन्टा लाउनुहोस्, तर लगाउनुहोस्। दिनमा 24 घन्टा हुन्छ, 23 घन्टा पेटको लागि, 1 घन्टा फ्रिडमको लागि। र म तपाईँलाई ग्यारेन्टी गर्न सक्छु फ्रेन्ड्स, त्यो 1 घन्टाले 23 घन्टालाई जित्नेछ। किनभने यो 1 घन्टा मल्टिप्लाई हुनेछ, त्यो 23 घन्टा मल्टिप्लाई हुँदैन। आजभन्दा केही वर्ष पहिला म एक्लै थिएँ, आज 7 लाखको प्रयोग भएको छ। 7 लाख, सोच्नुहोस् त। द्याट्स वाइ खुसीको कुरा छ, हामी सौभाग्यशाली छौँ कि यस्तो बिजनेस हातमा पायौँ। यसलाई हातमा लिउँ र बाँडौँ। यो बाँड्ने हो फ्रेन्ड्स, दिने हो। कसैलाई सल्लाह दिँदा, कसैलाई हेल्प गर्दा, कसैलाई लाइफमा चेन्ज ल्याउँदा मेरो लाइफमा चेन्ज आउँछ भने योभन्दा राम्रो काम के हुन्छ मलाई भन्नुहोस् ल। आज कुन चाहिँ संस्थामा पेसा छ जहाँ कसैलाई सिकाउँदा मलाई फाइदा हुन्छ? कहीँ छ होला भन्नुहोस् त? हुँदैन। मानव उहाँ म्यामको एउटा मानव पसल छ अरे, त्यो पसल खुब चल्छ अरे। अनि मान्छेले के गर्छ? बाहिर ओहो बधाई छ, क्या चल्यो भन्छ, तर मनमा के हुन्छ? ला बर्बाद भयो, यसको पो चल्यो यार भनेछ, होइन? मनबाट खुसी हुँदैन फ्रेन्ड्स। अब मैले आहा कस्तो चलेको पसल हो, कहाँबाट किन्नुहुन्छ, कति बेच्नुहुन्छ, के हो मलाई पनि सिकाउनुहोस् न, म पनि यहाँ खोल्न चाहन्छु। खोल्न देला? छिटो भाग्य भन्छ भन्दैन, हो कि होइन? उहाँले सिकाउँदैन, किनभने सिकाउँदा उहाँलाई घाटा हुन्छ। तर मलाई कसैले सोधोस् त,
म चिया खुवाइ सिकाउँछु किन सिकाउँदा मलाई फाइदा हुन्छ एन्ड दिस इज द ब्युटी अफ दिस बिजनेस अघि यहाँ आउनुभएको थियो नभए उहाँलासँग बोल्न दिएन त्यो म्यामलाई अनि मनमा मैले के सोचेँ लाज मान्छे राम्रो त्यसलाई सोचेँ मैले बरु उहीँबाट पड्क्यो हेर्नु सबैलाई उसैले भन्यो कति मेसेज दियो लाउनुहोस् त धेरैलाई त थाहा छैन डाइरेक्ट सेलिङमा बुढा बुढीको एउटा आइडी हुन्छ बुढा डायमन्ड भने बुढी अटोमेटिक डायमन्ड हुन्छ डायमन्डको बुढी भन्न पाइन्न यहाँ डायमन्ड नै भन्नुपर्छ सेम सुविधा सेम फरेन टिप सब